जापानका सडकहरू किन सधैँ सफा, सुन्दर र व्यवस्थित देखिन्छन् होला? यो बारेमा कहिल्यै सोच्नु भएको छ? अघि भर्खरै मैले सडकमा हिँड्दै गर्दा यो एउटा भिडियो खिचेको छु, हेर्नुहोस् है। यस भिडियोमा सडक वरिपरिका रुखहरू समय समयमा कसरी छाट्ने काम गरिन्छ भन्ने देखाइएको छ। हाँगाले बाटो नछेकोस्, दुर्घटना नहोस् र पैदल यात्रु तथा सवारी साधन सुरक्षित रहन् भन्ने उद्देश्यले यस्तो व्यवस्थापन गरिन्छ। विकास भनेको ठुलो भवन मात्र होइन, यस्ता साना साना व्यवस्थापन र जिम्मेवारी पनि हो। जापानबाट हामी सबैले सिक्नुपर्ने अनुशासन र संस्कारको एउटा राम्रो उदाहरण हो यो।